साथीहरू दर्शक नमस्ते। 12 वर्षपछि भएको यो स्कटल्यान्ड र नेपाल बिचको म्याच जुन वानखेडे स्टेडियम मुम्बईमा भइरहेको छ। भर्खरै नेपालले दोस्रो इनिङमा खेल्दै गर्दा स्कटल्यान्डलाई 19.2 ओभरमा हराउन सफल भएको छ, अर्थात् जित दर्ता गर्न सफल भएको छ। जसमा बलिङमा नन्दन यादव, कुशल बुर्तेल, सोमपाल कामीले निकै राम्रो प्रदर्शन गरेका छन् भने ब्याटिङमा कुशल बुर्तेल, दिपेन्द्र सिंह ऐरी, गुलसन झा, रोहित पौडेल, आसिफ शेखले राम्रो ब्याटिङ प्रदर्शन गर्दै र सम्पूर्ण टिम वर्कको साथमा राम्ररी चाहिँ एउटा प्रेसरलाई ह्यान्डल गर्दै खेलेको हुँदा र सम्पूर्ण टिमको एउटा राम्रो कोअपरेट र कोअर्डिनेसनको साथमा आज जित दर्ता गर्न सफल भएको छ। भने जाँदै अर्थात् यो सुपर 8बाट आउट भए पनि वा यो सिरिजबाट आउट हुँदै पनि स्कटल्यान्ड, इटली र नेपाल आउट भए तापनि नेपालले चाहिँ अन्तिममा भए पनि एउटा जित दर्ता गरेर गएको छ। सम्पूर्ण टिम नेपाललाई धन्यवाद तथा बधाई, शुभकामना।